नालाबाट हामीले उत्पादन गरेको यही हो। ए पहिलो त्यसपछि पहिलो यो भयो, दोस्रो, तेस्रो, चौथो हुँदै अरूहरूले उहाँ अरू गाउँबाट पनि गर्नुभएको छ समाज मिल्दै। तर सुकिसक्यो धेरै जस्तो सुक्यो अहिले चाहिँ हाम्रै त्यो यहाँ ए सुरु 20 वर्ष भयो यो बनाउनु भएको है? 20 वर्ष नागिसक्यो। अच्छा भनेपछि 20 वर्ष अगाडिदेखि तपाईँहरू बत्ती बालेर बस्नु भएको थियो लाइनबाट? लाइन थिएन नि, मेन लाइन थिएन। त्योभन्दा अगाडि नै बत्ती बाल्यो। हजुर। वारिपारि चाहिँ थिएन। अनि यो आइडिया कसरी भयो त यहाँ गाउँ समाजमा? नरप्रसाद नेङमाङ। हजुर। ए उहाँहरूले गर्दाखेरि उहाँहरूको दिमागबाट भयो। ठिक छ, धन्यवाद छ उहाँलाई। पल्लो डाँडा पल्लो डाँडा ढाक्यो कुहिरोले, खोलाको बगरैतिरैतिर छ मेरो खेतीबारी। यस्तै छ डाँडा काँडा रुङ्ने हाम्रो चलन, माया के छ तिम्रो त्यताल खबर। तपाईँलाई चाहिँ यो कुलो देखाउँदैछु है। यो कुलो किन भनेर अहिले भन्नुला है त। ल गर्दा के हुँदैन त, ल हेर्नु त गाइस। यो ट्याङ्की है, अब यहाँ दुलो बनाउनु आएको रहेछ पुरै, त्यहाँबाट छिर्छ पानी गुटुङटुङ। दुलो टाल्ने चिज पनि रहेछ। यो के खेती सिँचाइको हो कि के को लागि हो त यो? ए उहाँहरूले चाहिँ गाउँ मिलेर, गाउँ समाजहरू मिलेर पावर हाउस बनाउनु भएको रहेछ। यसरी बन्द गर्दा भयो। त्यहाँबाट बन्द गरेपछि फेरि यो दुलोबाट यता निक्ल्यो। यो चाहिँ अब कहाँ गयो यता? यहाँबाट जाने चाहिँ पावर हाउस हो। यो अहिले पाइपबाट जाँदैछ अब? यो पाइपमा गयो अब? यो पाइप हुँदै गयो अब? अनि करेन्ट आयो यसरी। यो चाहिँ स्थानीयवासीहरू मिलेर गर्नुभएको हो है। यो छोला माथिदेखि चाहिँ पानी यो नालाबाट चाहिँ उहाँहरूले ल्याएर यसरी चाहिँ यहाँ पावर हाउस निर्माणको लागि सप्लाई दिनुभएको छ पानीको है त। यहाँ बत्ती उत्पादन गरिएको छ। स्थानीयवासीहरू मिलेर त्यही ठाउँ आइपुगेका छौँ। पाइप यसरी अघि पानी जुन बनाएको थियो त्यो पानीको पाइपबाट चाहिँ यसरी पानी यसरी फोर्सले तल आउँदो रहेछ। यहाँ चाहिँ अब यो बिजुली उत्पादन गरेको ठाउँ यो घर यस्तो छ। खोला त्यही हो। त्यही खोलाको पानी माथिदेखि घुमाएर चाहिँ यहाँनिर ल्याएको रहेछ। म तपाईँलाई देखाउँदैछु कस्तो छ। ल यसरी चाहिँ यो जेनेरेटरबाट बत्ती उत्पादन गरिएको रहेछ। यहाँ छ है सबै यस्तो छ। पानी कराउँदैछ कलल गर्दै। यहाँबाट चाहिँ करेन्ट यसरी उत्पादन हुँदो रहेछ। यो हो करेन्ट उत्पादन गर्ने मेसिन है त। ल अब गाउँ मिलेर, गाउँ समाज मिलेर बनाउनु भएको यो चाहिँ हो। गर्दाखेरि सबै कुरा हुँदो रहेछ। उहाँहरूले 20 वर्ष अगाडिदेखि यो चाहिँ चलाइराख्नु भएको छ। यहाँ बत्ती बालेरै बस्नु भएको छ गाउँ समाजमा। यही बत्तीबाट उत्पादन भएर चाहिँ दिउँसो यहाँ चाहिँ मिल पनि राख्नु भएको रहेछ। धान कुट्ने, तोरी पिल्ने होइन सबै मेसिनहरू राख्नुभएको छ। त्यही बत्तीबाट चल्ने। एकजना दिदी आउनुभएको रहेछ। के लिएर आउनुभयो दिदी? हो तेल, तोरी तेल निकाल्ने अब। ल उतै मेसिनमा लाउनुहुन्छ होला है?
11 केजी भएछ ल। तपाईँ पनि तोरी पेल लानु भयो क्या तेल निकाल्ने ढिलो गर्नुभयो। त्यही त हामी पाहुना आएकोले गर्दाखेरि होला होला। यस्तो छ यो चाहिँ शुद्ध तोरीको तेल उत्पादन हुँदैछ अब है। शुद्ध तोरी पहाडको हजुर अर्ग्यानिक। के सुरुमा पिना हाल्नुपर्छ? त्यो के गर्नुभएको त्यहाँ चाहिँ पानी बन्द कि त्यो मोटरले चल्ने अब? पानी चाहिँ अलिअलि त्यहाँ लिक हुँदो रहेछ। मेसिन चलाउँदै हुन्छ उहाँले। सब मेसिन चलाउला। क्या मक बनाउनु थाल्यो? मेन तोरी चाहिँ हाल्नु बाँकी नै छ। यो पहिलाकै अलिअलि अल्कोहलहरू त्यसलाई चाहिँ मेसिनलाई यो गर्दै हुन्छ, मेसिन चल्ने बनाउँदै हुन्छ। अब यसरी मनाएको के चल्यो मेसिन हेर्नु त, अघि आएको पानीले यो मेसिन चल्यो हेर्नु त। यस्तो छ। पानी हालेर अलिअलि घोट्नु पर्दो रहेछ, अलिअलि थोरै पानी हालेर। अनि सुकाएको तोरी फेरि ढारिएन। अब सुरु भयो त तेल निक्ल्न, शुद्ध तोरीको तेल। ल तेल झर्न थाल्यो त मेसिनले अब पेलेर चाहिँ। त्यहाँबाट यहाँ तल झर अलिअलि फेरि हाल्नुपर्छ होला त्यसलाई होइन? लाखलाई 6 चोटि। पानीबाट अब धान मिल पनि चल्यो, तेल पनि चल्यो, सबै कुराहरू चलाउनु भयो। त्यस पछाडि गएर बत्ती पनि बाल्नु भएको छ। यहाँको चाहिँ रमणीय दृश्य तपाईँहरूलाई देखाएँ। धन्यवाद।